तपाईँ सुनिरहनु भएको छ स्तम्भ सरोकार, लेखक राजेश मिश्र, प्रतीक दैनिकबाट। आजको विषय शीर्ष नेताहरू किन नेतृत्व छोड्दैनन्। अब सुन्नुहोस् विस्तारमा। सत्ता, अहंकार र मोहको कथा मानव सभ्यताको आरम्भदेखि नै चलिआएको छ। महाभारतका पात्र दुर्योधन यस सन्दर्भमा केवल ऐतिहासिक वा पौराणिक पात्र होइन, सत्ता मोहको थाई मनोवैज्ञानिक प्रतीक हो। दुर्योधनले राज्यलाई केवल शासन गर्ने साधनका रूपमा होइन, आफ्नो अस्तित्व, पहिचान र अहंकारको विस्तारको रूपमा बुझेको थियो। पाण्डवहरूलाई अधिकार दिनु उसका लागि राजनीतिक सम्झौता मात्र थिएन, त्यो आफ्नै अस्तित्वमाथि आक्रमण लाग्दथ्यो। कृष्णले शान्तिको सन्देश लिएर जाँदा सियोको टुप्पो बराबर जमिन दिन्न भन्नु विवेकहीन जिद्दी होइन, गहिरो मनोवैज्ञानिक मोहको अभिव्यक्ति थियो। उसलाई थाहा थियो युद्ध विनाशकारी हुनेछ, तर सत्ता त्याग्नु उसलाई त्यो विनाशभन्दा पनि ठुलो पराजय लाग्थ्यो। यही दुर्योधन प्रवृत्ति आजको आधुनिक राजनीतिमा फरक नाम, फरक भाषण र फरक संरचनामा देखा परिरहेको छ। दलका शीर्ष नेताहरू किन नेतृत्व छोड्न चाहँदैनन् भन्ने प्रश्न केवल नैतिकताको विषय होइन, यो गहिरो मनोवैज्ञानिक, संरचनागत र सामाजिक प्रश्न हो। नेतृत्व पद आजको राजनीतिमा केवल कुर्सी होइन, शक्ति, सम्मान, पहिचान, प्रभाव, डर र आशाको आधार हो। लामो समयसम्म नेतृत्वमा रहेका व्यक्तिहरू आफूलाई दलसँग होइन, दललाई आफूसँग जोड्न थाल्छन्। दल उनीहरूको विस्तार बन्छ र उनीहरू दल बिना अधुरो महसुस गर्न थाल्छन्। यस्तो अवस्थामा नेतृत्व छोड्नु भनेको पद त्याग्नु मात्र होइन, आफ्नै पहिचान गुमाउनु जस्तै अनुभूति हुन्छ। वृद्ध उमेरमा पनि नेतृत्व तहमा टाँसिरहने मोहलाई लोभ वा स्वार्थ मानेर मूल्याङ्कन गर्नु सतही विश्लेषण हुन्छ। मनोवैज्ञानिक दृष्टिले हेर्दा यो समयसँग जुझ्ने अस्वीकरण हो। उमेर बढ्दै जाँदा मानिसको शारीरिक क्षमता, स्मरण शक्ति, नवीन सोचसँग अनुकूल हुने क्षमतामा ह्रास आउँछ। तर नेतृत्वमा रहँदा यी यथार्थहरू केही हदसम्म ढाकिन्छन्। पदले मानिसलाई अझै शक्तिशाली छु, अझै निर्णायक छु, अझै आवश्यक छु भन्ने अनुभूति दिन्छ। पद छोड्नु भनेको उमेरको सत्य स्वीकार गर्नु हो, जुन धेरैका लागि मानसिक रूपमा पीडादायक हुन्छ। यही मनोवैज्ञानिक डर नेतृत्वको मोहको इन्धन बन्छ। मानिसले आफ्नो मूल्य पदसँग गाँस्न थाल्छ। म छु भने दल छ, म छु भने स्थिरता छ, म नभए अराजकता हुन्छ भन्ने विश्वास क्रमशः आत्मकेन्द्रित भ्रममा परिणत हुन्छ। यसलाई मनोविज्ञानमा पावर इन्ड्युस्ड डिल्युजन भन्न सकिन्छ। शक्ति लामो समय हातमा रहँदा आत्ममूल्याङ्कन गर्ने क्षमता कमजोर हुँदै जान्छ र आलोचना शत्रुता जस्तै लाग्न थाल्छ। यो मोहलाई अझ घातक बनाउने तत्त्व हो निर्वाचन। निर्वाचन लोकतन्त्रको आधार हो भन्ने आदर्श सत्य भए पनि व्यवहारमा यो शक्ति पुनः वितरणको निर्णायक क्षण हो। निर्वाचन नजिकिँदै जाँदा नेतृत्वको मनोवैज्ञानिक असुरक्षा तीव्र हुन्छ। यदि अहिले नेतृत्व छोडियो भने टिकट कसले बाँड्ने, कसको प्रभाव रहने, आफ्ना समर्थकहरू सुरक्षित रहन्छन् कि रहँदैनन्, आफूले बनाएको शक्ति संरचना भत्किन्छ कि रहन्छ, यी प्रश्नहरूले शीर्षस्थ नेताहरूलाई अझ बलियोसँग कुर्सीमा बाँधिदिन्छन्। निर्वाचनको सन्दर्भमा टिकट वितरण राजनीतिभित्रको सबैभन्दा शक्तिशाली मनोवैज्ञानिक हतियार बन्छ। टिकट उम्मेदवारीको कागज मात्र होइन, त्यो भविष्यको पहुँच, आर्थिक सम्भावना, सामाजिक हैसियत र राजनीतिक उत्तराधिकारी बन्ने ढोका हो। शीर्ष नेतृत्वले टिकट वितरण मार्फत दलभित्र आफू अनुकूल घेरा बनाउँछ, आलोचकलाई पन्छाउँछ र सम्भावित चुनौतीलाई समयमै कमजोर पार्छ। टिकट नपाउने डरले कार्यकर्ता चुप बस्छन्, नेताहरू मौन समर्थन गर्छन् र दलभित्र कृत्रिम शान्ति कायम रहन्छ। मनोवैज्ञानिक रूपमा टिकट वितरण दण्ड र पुरस्कारको सिद्धान्तमा आधारित हुन्छ।
जसले समर्थन गर्छ उसले अवसर पाउँछ, जसले प्रश्न गर्छ उसले बहिष्कार भोग्छ। यस्तो संरचनामा नेतृत्व पद केवल राजनीतिक निर्णयको केन्द्र होइन, मानसिक नियन्त्रणको साधन बन्छ। त्यसैले नेताहरू प्राय भन्छन् संक्रमण कालमा अनुभवी नेतृत्व आवश्यक छ। अहिले नेतृत्व परिवर्तनको बेला भएको छैन, निर्वाचनपछि सोचौँला। तर प्रत्येक निर्वाचनपछि नयाँ संक्रमण सुरु हुन्छ र मोह यथावत रहन्छ। यस प्रक्रियाको सबैभन्दा खतरनाक परिणाम हो दलभित्र गुम्सिने असन्तोष। बाहिरबाट हेर्दा दल सन्तुलित, अनुशासित र एकताबद्ध देखिन सक्छ। झण्डा एउटै हुन्छ, नारा एउटै हुन्छ, मञ्चमा उभिने अनुहार पनि उस्तै देखिन्छन्। तर यो शान्ति प्राय स्वाभाविक हुँदैन। डर, अवसरको लोभ र मौन सम्झौताबाट बनेको कृत्रिम सन्तुलन हुन्छ। नेतृत्व लामो समय एउटै व्यक्तिमा केन्द्रित हुँदा, अवसर सीमित घेरामा बाँडिँदा दलभित्र असन्तोष बिस्तारै ज्वालामा परिणत हुँदै जान्छ। मनोवैज्ञानिक रूपमा दमन गरिएको असन्तोष कहिल्यै हराउँदैन, केवल समय कुर्छ। कार्यकर्ताले बोल्न पाउँदैन, नेताले प्रश्न गर्न सक्दैन, योग्यहरू पछि पाइन्छन्। यो मौनता शान्ति होइन, अस्थगित विस्फोट हो। निर्वाचनको हार, नेतृत्वको कमजोरी, टिकट कटौती वा कुनै निर्णायक क्षण त्यो आगोका लागि इन्धन बन्छ। तब वर्षौंदेखि गुम्सिएको भावना एकै पटक विस्फोट हुन्छ। दल विभाजन, आन्तरिक विद्रोह, समानान्तर संरचना र सार्वजनिक आरोप प्रत्यारोप अचानक भए जस्तो देखिए पनि वास्तवमा त्यो लामो समयदेखि सञ्चित मानसिक चापको अपरिहार्य परिणाम हुन्छ। यो विस्फोट दलमै सीमित रहँदैन। असन्तुलित दलले स्थिर सरकार दिन सक्दैन। सरकार अस्थिर हुँदा नीति निर्माण दिशाहीन हुन्छ। नेतृत्व मोहले ग्रस्त सरकार दीर्घकालीन योजना बनाउने भन्दा आफ्नै अस्तित्व जोगाउने खेलमा अल्झिन्छ। निर्णयहरू देशको आवश्यकताले होइन, आन्तरिक समीकरणले निर्देशित हुन्छन्। सक्षम व्यक्तिहरू निर्णय तहसम्म पुग्न नसक्दा राज्यको बौद्धिक क्षमता कमजोर बन्छ। जब टिकट वितरण निष्ठाको होइन, निकटता र आर्थिक लाभको आधारमा हुन्छ, तब संसद र सरकारमा पुग्ने पात्रहरू जनताको प्रतिनिधि कम, नेतृत्वका संरक्षण बढी हुन्छन्। संसद बहसको थलो होइन, ताली बजाउने मञ्च बन्छ। आलोचना राष्ट्रद्रोह ठानिन्छ, प्रश्न उठाउनु अनुशासनहीनता कहलिन्छ। लोकतन्त्र औपचारिक रूपमा जीवित देखिए पनि यसको आत्मा क्रमशः क्षीण हुँदै जान्छ। यसको अर्को गम्भीर असर हो राजनीतिप्रति जनविश्वासको क्षय। जब जनताले देख्छ कि उही अनुहारहरू दशकौँसम्म सत्ताको वरिपरि घुमिरहेछन्, उही नामहरू टिकटमा दोहोरिरहेछन्, तब चुनाव परिवर्तनको माध्यम होइन, केवल कर्मकाण्ड बन्छ। युवाहरू राजनीतिबाट विमुख हुन्छन्, सक्षम नागरिक निराश बन्छन् र अवसरवाद मात्र राजनीतिमा बाँकी रहन्छ। यहाँ मूल प्रश्न उठ्छ, नेतृत्व मोह स्वार्थनिहित हो कि देशको सुदृढीकरणको लागि? वास्तविकता के हो भने धेरै नेताहरूको मनमा यी दुवै तत्त्व मिसिएका हुन्छन्। सुरुवातमा देशप्रतिको प्रतिबद्धता हुन्छ, तर समयसँगै जब शक्ति नियन्त्रण, टिकट र निर्वाचन व्यवस्थापन हातमा केन्द्रित हुँदै जान्छ, तब देशहित र आत्महितको सीमारेखा मेटिन थाल्छ। अन्ततः नेताले देशलाई होइन, देशले नेतालाई बोक्न बाध्य हुन्छ। मनोवैज्ञानिक रूपमा नेतृत्व नछोड्नु कमजोरी होइन, मानवीय डरको अभिव्यक्ति हो। अप्रासङ्गिक हुने डर, बिर्सिने डर, शक्ति गुम्ने डर। तर राजनीतिक व्यक्तिगत मनोविज्ञानको उपचारशाला होइन। यहाँ व्यक्तिगत डरभन्दा ठुलो प्रश्न देशको भविष्य हो। जब नेतृत्व आफ्नो डरमाथि उभिन सक्दैन, तब उसले देशलाई पनि डरको राजनीतिमा बाँधिदिन्छ। इतिहासले स्पष्ट देखाइसकेको छ कि जनता सत्ता मोहमा बाँधिएका पात्रहरू अन्ततः सम्मानका होइन, अपमानका उदाहरण बनेका छन्। दुर्योधनको नाम वीरताका लागि होइन, अहङ्कारका लागि स्मरण गरिन्छ। यस अर्थमा आधुनिक राजनीति पनि फरक छैन। समयमै सत्ता हस्तान्तरण नगर्नेहरू प्राय आलोचना, विघटन र आश्वासनको अवसानको कथामा सीमित हुन्छ।
नेतृत्व छोड्नु हार होइन, त्यो आत्मविश्वास र परिपक्वताको उच्चतम रूप हो। तर जबसम्म दलभित्र लोकतान्त्रिक संस्कार, पारदर्शी टिकट वितरण, आलोचना सहने क्षमता र पुस्तान्तरणको संस्कृति विकास हुँदैन, तबसम्म नेतृत्व मोह व्यक्तिगत समस्या होइन, संरचनागत रोगकै रूपमा रहिरहन्छ। यो रोगको मूल्य दल मात्रले होइन, पुरै राष्ट्रले चुकाइरहन्छ। अन्ततः प्रश्न वृद्ध नेताहरूले कहिले नेतृत्व हस्तान्तरण गर्छन् भन्ने होइन, देशले कति लामो समयसम्म उनीहरूको अहङ्कार, डर र मोह बोकिरहन बाध्य हुन्छ भन्ने हो। जब नेतृत्व पद सेवा होइन, व्यक्तिको पहिचान बन्छ, जब कुर्सी छोड्नु पराजय ठानिन्छ र छोड्न सक्नु कमजोरी, तब राजनीति विचारको प्रतिस्पर्धा होइन, अस्तित्व जोगाउने युद्धमा रूपान्तरण हुन्छ। यस्तोमा देश र जनता प्राथमिकतामा रहँदैन, व्यक्तिको लालसा पूर्तिको बहाना बन्छ। यदि नेतृत्व मोहलाई समयमै चुनौती दिइएन भने राजनीति क्रमशः व्यक्तिको अहङ्कारको बन्धक बन्छ। निर्णय विवेकले होइन, डरले लिइनेछ। नीति जनहितका लागि होइन, कुर्सी जोगाउन बनाइनेछ। लोकतन्त्र कागजमा जीवित देखिए पनि व्यवहारमा निष्क्रिय हुनेछ। संसद बहसको थलो होइन, स्वीकृतिको औपचारिक मञ्च बन्नेछ। आलोचना अपराध ठहरिनेछ, प्रश्न उठाउने विद्रोह ठानिनेछ र मौनता नै सबैभन्दा सुरक्षित राजनीतिक रणनीति बन्नेछ। यस प्रक्रियामा देश थाक्दै जान्छ, देश बोक्ने जनता बोझले लत्रिन्छ, तर नेतृत्व अपरिहार्यताको भ्रममा रमाइरहन्छ। पुस्ता फेरिन्छ, समय बदलिन्छ, तर सत्ता वरिपरि घुम्ने अनुहार उही रहन्छ। राजनीति परिवर्तनको माध्यम होइन, अस्थायित्वको भ्रम बन्छ। यही भ्रमभित्र लोकतन्त्रको आत्मा क्रमशः दमित हुँदै जान्छ। इतिहासले यस्ता पात्रहरूलाई कहिल्यै मुक्तिदाता मानेको छैन। दुर्योधन पनि आफूलाई राज्यको रक्षक ठान्थ्यो, तर इतिहासले उसलाई अहङ्कारको प्रतीक मान्यो। आजको नेतृत्व मोहमा बाँधिएका पात्रहरू पनि फरक नियतिका हकदार हुने छैन। समयले कसैलाई माफी दिँदैन। नयाँ भाषण, नयाँ नारा र नयाँ झन्डाले पुरानो अहङ्कारलाई लुकाउन सक्दैन। नेतृत्व हस्तान्तरणलाई कमजोरी ठानियो भने भोलि लोकतन्त्र अस्मृति शेष बन्नेछ। यदि आज पनि कुर्सीलाई देशभन्दा माथि राखियो भने देशले कुर्सीको मूल्य चुकाइरहनेछ। इतिहास फेरि दोहोरिनेछ, उही कथा, फरक पात्र, फरक मञ्च, र त्यसको मूल्य नेताले होइन, पुरै राष्ट्रले चुकाउनु पर्ने छ। आजको अस्तम यही समाप्त हुन्छ। यो अडियो अस्तम प्रतीक दैनिकमा 2082 माघ 5 गते प्रकाशित लेखमा आधारित छ। तपाईको प्रतिक्रिया, सुझाव र विचारहरू साझा गर्न नबिर्सिनुहोस्। म राजेश मिश्र, फेरि भेटौँला अर्को अस्तममा। नमस्कार।